भारी बोकेको छौँ त यत्रो धेरै कस्तो अलगला मात्र बोकायो भने कस्तो पापीहरु तपाईँ आको कि कोनी यिनीहरू सबै हाम्रो परियाहरू हो कटुस खाए जानु के हो यो पिज्जा देख्न सक्नुहुन्छ अरुण खोला यो डोको चाहिँ भरे उकालोमा भारीहरू बोक्नको लागि यसमा चाहिँ होला त्यस्तै 20-25 किलो सब सामानहरू हामी चाहिँ आज बर्गर हाउसमा त्यो अनि हामी खाँदैछौँ हामी सबैजना मान्छे अनि अघि नै थुक्पा खाइहालेको कि मैले चाहिँ अनि फेरि पनि यसो बर्गर हाउसमा छिरेपछि दादाहरू यहाँ हुनुहुन्छ नि त अनि छिरेपछि किन नखाने भएर हामी पनि मागेका छौँ हाम्रो चटन आउँदैछ यता दादाहरूको चाहिँ आइसकेको छ अहिले ओहो हाम्रो भाइको चाहिँ पिज्जा आइसकेको छ आफ्नो आफ्नो छ यो चाहिँ यसको नाम चाहिँ के हो यसको नामै थाहा नभइकन खाँदैछौँ गाइजहरू आज चाहिँ हामी यसो खानपिनतिर लाग्दैछौँ होइन सो अनि यो चाहिँ भेज पिज्जा हो यो चाहिँ हामी खान्छौँ ओए ओए डल्लु डल्लु के हो यो पिज्जा 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 छिटो गरौँ छिटो न बाजा बने किन टासा त यो ओरियोको हो एउटा त के गरे गरे पक्तलाले त्यसो अब चाहिँ पिज्जा खान्छौँ हामी बर्गर आइसकेको छ पिज्जा चाहिँ खाइदिउँ न त मन चाहिँ के खाने पिज्जा यो बरु यहाँ सक्छ नि हामी चाहिँ यस्तो मिठो गरेर खायौँ नि सबैजना भएर कुप 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 गरेर खायौँ के गर्नु र यसरी नै खानु पर्ने रहेछ भन्दै एकअर्को जुनीमा यसरी खानु पर्यो भन्दै खायौँ आइसकेको त्यसो उफ्रेको के भयो ए जुत्ता सबै गर्दैछन् सामानहरू हाम्रो किन्ने लागि चाहिँ अब हामी सामानहरू किन्न जाँदैछौँ जसले चाहिँ खाइसक्यो पेट पनि टेन्न भयो त वाक्कै भइन्छ खाइदियो खाना पनि अब चाहिँ हामी सामानहरू किन्न जान्छौँ फेरि पनि सामानहरू किनिसकेको छौँ अझै पनि किन्न बाँकी छ मार्केटभित्र पसेका छौँ हामी मार्केटमा किन्दैछौँ सामानहरू मसलाहरू किन्दैछौँ नि के मसलाहरू खोइ प्लास्टिकमा प्लास्टिक 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 ने ओखर डाटे ओखर ठिक छ तेरे कसो नटानेको काजु किसमिसहरू सबै लगाइसकेको छौँ यो चाहिँ के हो ओखर हामीले किनिसकेका छौँ सामानहरू प्याकेटको त्यो यो खाले छैन पो त्यो के अरे व्हाइट कलर पिङ्क कलरको त्यस्तो पो राम्रो हुन्छ त उयो हौ त्यसलाई के पो भन्छ हौ नामै आएन त्यसको तर होइन रहेछ कि क्या के पापड पो भन्छ त्यसलाई हो त यो चाहिँ लगाउँ न बरु र
हामीले चाहिँ यो मार्केटबाट किनेको हो र हामी फेरि पनि जाँदैछौँ अर्को ठाउँमा सामान किन्नको लागि। फाइनली गाइज हामी त सकिसकेका छौँ। यो चाहिँ चोक हो होइन, यो चोकदेखि चाहिँ हामी माथि जान्छौँ। हामी चाहिँ यता गर्छौँ रुम चाहिँ खुट्टा दुखेर मर्न आँट्यो गाइजहरू, के गर्नु र। हामी बस्ने रुम चाहिँ यही हो, यही होटलमा हामी चाहिँ बस्छौँ। दादाहरू त आउनु न, कहाँ जानुभयो नि? हाई हाई मरिजाबा सबैभन्दा टपमा हामी चाहिँ। हेलो मर्निङ गाइजहरू, आज चाहिँ नेक्स्ट डे होइन। सो अनि हामी चाहिँ तिहारको सपिङहरू गर्न आएको थियौँ नि त बजार खातबारीमा। सो अनि आज चाहिँ हामी सबैजना भाइहरू दादाहरू सबैजना गाउँ जाँदैछौँ। अनि अहिले चाहिँ हामी रेडी भइसकेको छौँ, गाडी आउँदैछ अरे। अनि हामी चाहिँ रेडी भएर बसिरहेको छौँ होइन। अनि बिहानको हामी यहाँ बस्ने रुमदेखि देख्ने सिन तपाईँहरूलाई देखाउँदैछु। हामी चाहिँ यस्तो यसमा बस्छौँ क्या। यो चाहिँ होटल हो कि खै नाम के छ यसको चाहिँ मलाई त्यति थाहा छैन। अनि यहाँ ऊ त माथि चाहिँ हिमाल, यहाँ माथिदेखि चाहिँ हिमालको देख्छ त गाइजहरू। बिहानै चाहिँ देख्छ तर अहिले बिहानै छैन नि त, अहिले 9 बजिसकेको छ। अनि यस्तो सिन छ यतातिर चाहिँ गाइजहरू। अब चाहिँ हामी जानेछौँ र अनि हामी माथि अब एकैचोटि गाडीले माथि तम्मेसम्म लान्छ होला। त्यहाँदेखि चाहिँ हामी फेरि हिँडेर जानुपर्ने हुन्छ गाइजहरू। आजको हालत एकदम बेहाल हुनेवाला छ हाम्रो। अब चाहिँ हामी निस्किँदै, यो डोको चाहिँ किन भन्नुहुन्छ होला? यो डोको चाहिँ भरे उकालोमा भारीहरू बोक्नको लागि हो क्या गाइजहरू। डोको बोकेर जानु परिरहेछ बुझ्छ। यस्तो चाहिँ यो चाहिँ होटल हो नि त, ठुलो होटल छ। अनि हामी चाहिँ होटलमा बस्छौँ, सबैभन्दा टपमा बस्छौँ डोकोले। ओ माई गड दिस लुक हेर्नु न, डोको बोक्दाखेरि त ओ माई गड के हो त। गाडी हो यो, यहाँ सामानहरू लगाइदिँदै हुनुहुन्छ। अब चाहिँ हामी एकैचोटि फाइनली गाइज हामी चाहिँ तम्बेमा आइसकेको छौँ। तर आज त एकदम मलाई चाहिँ कस्तो आइपुग्दाखेरि चाहिँ कस्तो साह्रो परेको क्या। अनि हाम्रो चाहिँ भारीहरू यहाँ यत्रो छ क्या। ए भगवान् कहिले लानु यहाँ यिनीहरू सबै हाम्रो भारी हो, कहिले लानु। घाम यस्तो लागिरहेछ नि, यस्तो लागिरहेछ। अनि अब चाहिँ हामी खाजा खान्छौँ होइन। अनि खाजा खाएर चाहिँ उकालो जानुपर्ने हुन्छ। जब हाम्रो खाजा खानु खाजा चाहिँ आइसकेको छ, अब चाहिँ खाँदैछु। यहाँ थुक्पा र चौचौवा। अनि त्यहाँदेखि यो चाहिँ दादाको बारी हो, यसमा चाहिँ होला त्यस्तै 20-25 किलो। यहाँ सबै सामानहरू छ, डुक्को लगेर जानुपर्ने भयो। अनि यहाँनिर छ त्यस्तै 10 किलो चारो छ। अनि अझै पनि खै के सामानहरू छ यहाँ पनि। हाम्रो त कति धेरै भारी छ, कसरी लानु। यो बाटा भयो, यो भयो, यो भयो। ओ माई गड, गाह्रै गाह्रो छ हामीलाई। अब चाहिँ हामी लाग्नेवाला छौँ होइन। अब लाग्नेवाला छौँ। अब चाहिँ यो कालो, यो उकालो यता डाँडामा पुग्नु पर्ने छ, के गर्नु र। अनि त्यहाँदेखि मात्र हाम्रो घर अझै त डाँडातिर नि जानुपर्ने चाहिँ त डाँडा काट्नु पर्ने छ। अनि मात्र घर आइपुग्छ गाइजहरू। अब चाहिँ हामी लाग्छौँ है त। अब चाहिँ लाग्यो झोला बोकेर होइन। पानी चाहिँ खोलिराखेको छु क्या मैले फेरि। ए भगवान्, दिमाग पनि हो के। अनि निनीहरू चाहिँ अघि गइसक्नु भयो, गइसक्नु भएको छ। अनि म अलिक पछि छु। यो चाहिँ अब यस्तो कालो छ होइन। अनि पानी बोक्नै पर्छ, डिउ होइन, डिउ तिर्खा लाग्छ के। सो अनि उता पर पुगिसक्नु भएको छ। यो चाहिँ हाम्रो अरुण खोला हो र यो अरुण खोलालाई तरेर जानुपर्ने हुन्छ। यो अरुण खोला पुल हो।
भगवान् यहाँदेखि मोबाइलहरू कति धेरै झरिसकेको छ नि गाइजहरू कसरी पुग्नु हो यो उकालो सम्झिँदैन मलाई त के भएर आउँछ भने नि देख्न सक्नुहुन्छ अरुण खोला हामी चाहिँ पहिला अब जस्तै म प्रेमवाद नहुँदाखेरि नि चाहिँ होइन त्यो तलको यसमा गएर दिलमा क्या पूजा गरिन्थ्यो अनि हामीलाई चाहिँ पापाहरूले के हाम्रो बाजेहरूले उयो दिनुहुन्थ्यो क्या पैसा दिनुहुन्थ्यो क्या खै त्यो के को पूजा भन्छ क्या त्यस्तै गरेर पैसा दिनुहुन्थ्यो नि हामी यस्तो खुसी छ त्यो पूजा कहिले आउँछ भनेर हामी पर्खिराखेको हुन्थ्यौँ क्या पहिला चाहिँ अब अहिले त यसो छैन देख्न सक्नुहुन्छ अरुण खोला घाम पनि यस्तो लाग्यो गइसक्नु भएको छ होइन दादा अझै आउनु बाँकी छ यो चाहिँ हाम्रो तम्बेको यहाँ खाजा खाएर सबै जान्छौँ नि त अब गाडी उता लाग्छ अनि पहिला त झन् यहाँ गाडी नै लाग्दैन थियो अहिले चाहिँ गाडी लाग्छ र अलिक सजिलो छ नि पहिला त गाडी नै लाग्दैन थियो मलाई खास भन्नुपर्दा यो पुलमा साह्रै डर लाग्छ कि तर अहिले त्यस्तो डर लाग्नु छोडेको छ किनभने अब धेरै भयो नि त बानी भइसक्यो पुल हल्लिने बित्तिकै म त झर्ला जस्तो भएर डर लाग्छ क्या अब चाहिँ छिटो पुग्नु बाँकी छ यहाँ कहिले पुग्नु भगवान् यहाँनिर देख्न सक्नुहुन्छ सिलिचोङ गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ देख्नुहुन्छ वार्ड नम्बर 5 हो अब हामी यहाँदेखि हाम्रो चाहिँ त जानुपर्ने हुन्छ यतादेखि चाहिँ उता वालिङहरू उतातिर जान्छ हाम्रो दादा चाहिँ उता आउँदै हुनुहुन्छ पुरै भरिया हुनुभएको छ अब त्यहाँनिर छ साथीहरू सामान उयो नअटेर आज फेरि 3जना मात्रै छौँ कि अनि सामानहरू अब तिहारको सामान कति धेरै हुन्छ त कति धेरै सामानहरू छ नि गाह्रो आज त राति पनि पुगिँदैन कि क्या हो म त मर्छु होला यस्तो यो चाहिँ ओडार हो यहाँनिर खसरा म यहाँदेखि चाहिँ उता चाहिँ माङतेवाहरू सबै यतादेखि जान्छन् त माङतेवाहरू तामकोहरू सबै यतादेखि जान्छन् मान्छेहरू अनि हामी चाहिँ यता माथि जानुपर्ने हुन्छ हाम्रो चाहिँ माथितिर हामी लाग्नेछौँ माथिदेखि अब जङ्गल जान्छौँ के गाइसहरू अब माथितिर भेटौँला अहिलेका लागि चाहिँ यति नै केटी हो ओ कता हिँडेको है बाटो बोकेर हो डल्ले बाटो बोकेर पुरै घाममा छेक्दैछ उनीहरूको पनि भारी छ आज त भारी छ कि अति नाटेर अर्को त फर्किँदै गरेको गाईचोरू हेर्नु न अयो हामी मासु पनि लिएको छौँ भात पनि लिएको छौँ सास पनि लिएको छौँ सबै लिएको छौँ कसरी पुग्नु आज त छ्या म त यहीँ थला पर्छु होला मेरो कपालहरूको हालत पनि बेहाल छ किनभने गर्न भ्याइरहेको छैन धारामा आइसकेको छौँ यो चाहिँ हाम्रो बिचमा पर्छ यहाँनिर तलदेखि हामी चाहिँ कसै यसै नदेखि आयो किनभने यहाँनिर गलेर भुतुक्का भएको थियौँ सो अनि यहाँनिर चाहिँ धारा हो अब पानी खाने हो अनि त्यहाँदेखि यहाँनिर तल राख्ने अझै छ गलेर भुतुक्कै छैन दिस इज कटुस हामी चाहिँ कटुस कटुसबाट माथि खाँदैछौँ आया कटुस भन्छ भाइले एउटै भेटेको छैन भेट्यो त खौ अनि छ त ए हो त नि हो त पसिना
हामी त उता गएको हामी त देखिरहेको बाटो उतामा चाहिँ यस्तो तर अरुण खोला त्यहाँदेखि हामी यस्तो माथि आएको बाटोले पहिलो पुग्नु आज त मेरो पसिना यस्तो छुट्या छ छुट्या भयो पसिना यसरी कटुस खाँदै जानुपर्छ अब घरको मतलब अब हाम्रो चाहिँ होइन यहाँदेखि उँभो चाहिँ हाम्रो गाउँ निस्किन्छ होइन यतादेखि उँभो चाहिँ हाम्रो गाउँ रात परिसकेको अवस्था छ हामी चाहिँ यहाँ बिसिरहेको छौँ अब चाहिँ हामी जानेछौँ अनि हामी एकचोटि घरमा यहाँदेखि माथि चाहिँ हस्पिटल छ होइन अब हस्पिटलमा हामी निस्किन्छौँ अनि हस्पिटलमा निस्केपछि चाहिँ हामी एकचोटि घरमा पुग्नेछौँ गाइजहरू अब चाहिँ हामी घरमा मतलब घरमा पुगेर म देखाउँछु हजुरहरूलाई आज त सक्यो म त गाह्रो छ म त एकदम साह्रै यस अवस्थामा आइपुगेको छु यहाँ छ हाम्रो घरलाई झिलिमिली पार्नको लागि यहाँ छ हाम्रो खानेकुरा अनि त्यहाँ छ हाम्रो फलफुल टमाटरहरू बियरहरू पिउने पदार्थहरू छ अनि हाम्रो खाने पदार्थ यहाँ भनेको मासु छ हेर्नै गाइजहरू हाम्रोतिर गाउँ खासै मासु मार्दैन त्यही भएर खाजाबाट नै हामी मासु लिएर आउनुपर्ने हुन्छ त्यसपछि चाहिँ हामी तिहारहरू चाहिँ खाजाबाटै लिएर सबै आएको समथिङ हामीले कति धेरको सामान चाहिँ किनेको खासमा छैन रहेछ 50-60,000 को सामान छ 50-60,000 को सामान छ यहाँनिर तर पनि देखेको चाहिँ छैन के गर्नु त्यस्तै छ अब चाहिँ हामी गाउँको बाटो आइसकेको छौँ होइन अब चाहिँ हाम्रो गाउँ निस्किहाल्छ अनि हामी चाहिँ यस्तो हालतमा आइपुग्यो गलेर कस्तो गलिरहेको अनि यहाँ देख्न सक्नुहुन्छ त्यो माथि भरियाहरू यिनीहरू सबै हाम्रो भरियाहरू हो अनि म चाहिँ पल्टनबाट आएको हो अनि म तपाईँलाई अर्को पल्टनबाट आएको देखाउँछु ल यो पनि पल्टनबाट आएको हामी दुईजना चाहिँ पल्टनबाट आएको होइन अनि उतिनीहरू सबैजना भरिया हो हाम्रो भरियाहरू चाहिँ गइसकेको छैन है त ल गइछ अब यो चाहिँ भरियाहरूलाई यो चाहिँ भरियाहरूलाई उता भाइटिकामा दिनुपर्ने अरे क्या त्यही भएर लगेको होइन यो सामानहरू चाहिँ ल गाइजहरू अब चाहिँ हामी चाहिँ हिँडेर जानेछौँ र घर पुग्नुपर्ने छ रात परिसकेको छ अब हाम्रो घर आइसकेको छौँ हेर्न सक्नुहुन्छ हाम्रो घर हामी चाहिँ अँधेरो हामी रात पर्दा आइपुगेको छौँ चाहिँ हाम्रो घर फाइनली गाइज हामी कतिको मेहनतपछि आयो हाम्रो हालत त्यस्तो छ बाबा यहाँ चाहिँ पहिला जाँदैछौँ यहाँनिर चाहिँ अनि त्यही भएर हामीले चाहिँ यस्तो हामीले पनि भारी पुगेको नि तर हामीलाई चाहिँ भारी नपुगेको जस्तो हामीले प्रकारले भनेको चाहिँ त्यही के भन्नु कामै नभएको कस्तो भन्नुभएको त कस्तो भन्नुभएको हामीले पनि भारी बोकेको छौँ त यत्रो धेरै कस्तो मात्र बोकायो भने कस्तो पापीहरू तपाईँ आएको कि कनी बारी गएर कति मोटियो मोट्छ गाइजहरू आजको लागि चाहिँ हामी घर आइपुगेको छौँ ओके बाई बाई गाइजहरू यो चाहिँ हाम्रो ममा हो हाम्रो त